हेलो साथीहरु, आज रहेको छु मेरो डे 1300 डेज भ्लग च्यालेन्जको। सो लेट्स गो। आज मैले के गर्छु त। हेलो साथीहरु, वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। सो आज दाइले राख्नुभयो डान्स प्र्याक्टिस गर्नलाई आर्य होटलमा, किनभने आज हाम्रो प्रोग्राम थियो। डान्स गर्नको लागि गेस्टमा बोलाउनु भएको थियो, त्यसैले आज हामी डान्स प्र्याक्टिस गर्न आर्य होटलमा पुगे। आर्य होटलमा पुग्न बित्तिकै त्यहाँ त भर्खर स्टेज बनिरहेको रहेछ, अनि बुनुहरु पनि आएको थिएन। अनि दाइले बुनुहरुलाई लिएर आउनुभयो, अनि बुनुहरुलाई ल्याउन बित्तिकै हाम्रो डान्स प्र्याक्टिस स्टार्ट भयो। डान्स प्र्याक्टिस गरिसकेर हामी थाकिसकेको थियो, अनि हामी घर फर्केर फेरि कपडा सपडा लाएर हामी फेरि आर्य होटलमा आयो, किनभने आज साँझमा प्रोग्राम थियो नि त हाम्रो, त्यही भएर। अनि आएको त बुनुहरु अगाडि नै आइसकेको रहेछ ड्रेस लाएर, अनि उनीहरूले भ्लग बनाउने भन्यो, अनि मैले पनि मोबाइल दिएँ, अनि बुनुहरुले फेरि भ्लग बनाउन थाल्यो। यहाँ चाहिँ हाम्रो दादा हुनुहुन्छ। आज चाहिँ हाम्रो प्रोग्राम छ आर्य होटलमा, अनि हामी यहाँ चाहिँ मेरो साथी छ यता हेर्न हामी चाहिँ दुईवटा गीत सिक्यो। यहाँ चाहिँ हाम्रो दाई, हाम्रो दाई हिरो एन्डसम, अनि सरको दाई पनि हुनुहुन्छ। यता चाहिँ आर्य सर हुनुहुन्छ। बुनुहरुले फेरि आफ्नो सङमा डान्स प्र्याक्टिस गर्न थाल्यो। त्यतिमै लाइन कट्यो। लाइन कटेपछि त बुनुहरुले फेरि आइटम सङ बजाएर पुरै रमाइलो पो गर्न थाल्यो बुनुहरुले। रमाइलो गर्दा गर्दै हाम्रो डान्स गर्ने पालो आइसकेको थियो, अनि हामी पुगे स्टेजमा। साथीहरु, तपाईलाई यो डान्स हेर्न मन छ भने मेरो युट्युबमा गएर हेर्न सक्नुहुन्छ। अनि त्यसपछि बुनुहरुले नि डान्स गर्यो, साथीहरुले पनि डान्स गरे, पाली पिल्यो, अनि दाइले बुनुहरुलाई घर पुर्याइदियो, किनभने रातिको 12 बजिसकेको थियो हाम्रो प्रोग्राम गर्दा गर्दै। अनि हामीले खाना पनि खायो। खाना खाएर दाइ र यो दोस्तलाई पुरै मजा आएर हेर्न सक्नुहुन्छ उहाँहरुको रियाक्सन। हाम्रो प्रोग्राम पनि सिद्धिसकेको थियो, अनि हामीले 1-2 फोटो पनि हान्यौं। फोटो हानिसकेपछि हामीलाई स्टेजमा बोलाएर सम्मान पनि गरियो। रातिको 3 बजिसकेको थियो साथीहरु प्रोग्राम गर्दा गर्दै, अनि हामीहरु सबजना आफ्नो आफ्नो घरतर्फ लाग्यो। हस्त धन्यवाद साथीहरु, आजको लागि यति नै। मन परेमा लाइक